के बालन शाह प्रधानमन्त्री बनेपछि देशमा परिवर्तन तुरुन्तै देखिन थाल्छ? के बालन शाह प्रधानमन्त्री बन्दै गर्दा नेपालले साँच्चै कायापलट देख्नेछ? के रासपाको बहुमत लगभग 2/3 बहुमतले देश र जनताको जीवनस्तरमा ठूलो परिवर्तन ल्याउन सक्छ? के बालन शाह पुराना नेता जस्तै विभिन्न खण्ड र विवादमा फस्ने सम्भावना छ? प्रधानमन्त्री बनेपछि बालेनलाई देशभित्रका शक्तिहरूले सहज रूपमा काम गर्न दिनेछन्? विदेशी शक्तिहरू विशेष गरी भारतीय, चीन र अन्य राष्ट्रहरूले बालेनको नेतृत्वलाई कसरी लिनेछ? नेपालका छिमेकी राष्ट्र भारत र चीनको प्रतिक्रिया कस्तो रहला? विश्व राजनीतिक बढ्दो तनावबीच अमेरिकासँगको सम्बन्ध बालेनको नेतृत्वमा कसरी चल्ला? के बालन शाहले पुरानो राजनीतिक संस्कृतिलाई तोडेर नयाँ राजनीतिक प्रणाली स्थापना गर्न सक्ला? के रासपाको नेतृत्व भविष्यमा बालन शाहले नै निरन्तरता गर्नेछन्? भ्रष्टाचार नियन्त्रण गर्ने बालेनको बाचा व्यवहारमा कतिको सफल हुन्छ? युवा पुस्ताको आशा र भरोसालाई बालनले कतिको पुरा गर्न सक्लान्? काठमाडौँको मेयर हुँदादेखि देखिएको कडा शैली के देश चलाउँदा पनि उस्तै रहला? के बालन शाहले पुराना दलहरूको राजनीतिक प्रभावलाई कमजोर पार्न सक्ला? नेपालको आर्थिक अवस्था सुधार गर्न बालनको नेतृत्व कतिको प्रभावकारी हुनेछ? वर्षौंदेखि एउटै प्रश्नले नेपाली जनताको मनमा घर बनाएको छ। के नेपाल साँच्चै परिवर्तन हुन्छ? र यदि हुन सक्छ भने त्यो परिवर्तन कसले ल्याउँछ? यो कथा केवल एक व्यक्तिको होइन, यो कथा एक पुस्ताको अपेक्षाको, निराशा र उच्च आशाको हो। यही कथाले केन्द्रमा उभिएको एउटा नाम ल्याएको छ, जो हो बालन शाह। चुनावको परिणाम सार्वजनिक भएको दिन काठमाडौँका गल्लीहरू, गाउँका चौताराहरू, सामाजिक सञ्जाल र राजनीतिक वृत्तहरूमा एउटै चर्चा थियो, रासपाबाट बालन शाहले ऐतिहासिक जित हासिल गरेका छन्। रासपाले ऐतिहासिक जित हासिल गरेको छ। यो जित केवल एउटा निर्वाचनको परिणाम मात्र थिएन, धेरैका लागि यो पुरानो राजनीतिक संरचना विरुद्धको जनताको विद्रोह थियो। तर प्रश्न अझै बाँकी छ। अब के हुन्छ? अब के हुन्छ? के बालन शाह प्रधानमन्त्री बनेपछि देशमा परिवर्तन तुरुन्तै देखिन थाल्छ? कि नेपालले फेरि पनि पुरानै राजनीतिक चक्रको पुनरावृत्ति देख्नेछ? नेपालको अर्थतन्त्र अहिले एक जटिल मोडमा उभिएको छ। देशको ठूलो हिस्सा अझै पनि विदेशी रोजगारीबाट आउने रेमिट्यान्समा निर्भर छ। प्रत्येक वर्ष लाखौं नेपाली युवाहरू आफ्नो परिवार र देश छोडेर खाडी, मलेसिया, कोरिया र अन्य देशहरू जान बाध्य छन्। नेपालभित्र उत्पादन कम छ, उद्योगहरू सीमित छन् र कृषि क्षेत्र अझै पनि आधुनिकीकरणको प्रतीक्षामा छ। यदि बालन शाहले नेतृत्वमा नयाँ सरकार बनेको खण्डमा सबैभन्दा ठूलो चुनौती यही हुनेछ, आर्थिक रूपान्तरण। के उनले नेपालको अर्थतन्त्रलाई रेमिट्यान्समा आधारित संरचनाबाट उत्पादन र औद्योगिकतातर्फ मोड्न सक्लान्? के नेपालले आफ्नो जलस्रोत, पर्यटन, कृषि र प्रविधिको सम्भावनालाई उपयोग गरेर नयाँ आर्थिक मोड बनाउन सक्ला? के केवल आर्थिक प्रश्नहरूको भारमा मात्रै रमलिनेछन्? यो केवल आर्थिक प्रश्न होइन, यो देशको भविष्यको प्रश्न हो। नेपालको अर्को जटिल वास्तविकता छ भू राजनीति। नेपाल दुई विशाल शक्तिहरू भारत र चीनको बीचमा अवस्थित छ। इतिहासदेखि नै यी दुई देशसँग नेपालको सम्बन्ध संवेदनशील र रणनीतिक रहँदै आएको छ। भारतसँगको खुल्ला सिमाना, सांस्कृतिक सम्बन्ध र आर्थिक निर्भरता छ। चीनसँग व्यापार पूर्वाधार र रणनीतिक साझेदारी बढ्दै गएको छ। यदि बालन शाहले नयाँ नेतृत्व सम्हाल्छन् भने उनलाई एउटा सन्तुलन कायम गर्नुपर्नेछ, भारत र चीन बीचको कूटनैतिक सन्तुलन।
भारतले नेपाललाई आफ्नो प्राकृतिक प्रभाव क्षेत्रको रूपमा हेर्ने गरेको आरोप लाग्दै आएको छ। चीन भने पछिल्ला वर्षहरूमा नेपालमा आफ्नो प्रभाव बढाउन सक्रिय देखिन्छ। यस्तो अवस्थामा एउटा नयाँ र स्वतन्त्र छवि भएको नेतृत्वलाई यी दुई शक्तिहरूले कसरी लिन्छन्, कसरी ब्यालेन्स गरेर जान सक्ने अवस्था आउँछ? के भारत बालेन नेतृत्वलाई सहज रूपमा स्वीकार गर्नेछ? के चीनले नेपालमा आफ्नो राजनीतिक रणनीति परियोजनाहरू अघि बढाउन बालेनसँग सहकार्य गर्नेछ? यी प्रश्नहरूको उत्तरले नेपालको विदेशी नीति मात्र होइन, देशको आर्थिक भविष्य पनि निर्धारण गर्न सक्छ। विश्व राजनीति पनि अहिले शान्त छैन। विश्वका ठूला शक्तिहरू प्रतिस्पर्धा तीव्र गर्दै गइरहेका छन्। अमेरिका, चीन, रुस, युरोप सबै आफ्नो रणनीतिक हितहरूका लागि विश्वभर सक्रिय छन्। विभिन्न वारहरू गरिरहेको अवस्था छ। यदि नेपालमा नयाँ नेतृत्व आउँछ भने उसले केवल आन्तरिक राजनीतिक मात्र होइन, विश्व शक्तिहरूको दबाव र प्रभाव पनि व्यवस्थापन गर्न सक्नुपर्छ। के नेपालले स्वतन्त्र र सन्तुलित विदेशी नीति कायम गर्न सक्ला, कायम राख्न सक्ला? के बालन शाहले नेपाललाई कुनै शक्तिको प्रभावबाट मुक्त राख्दै राष्ट्रिय हितलाई प्राथमिकता दिन सक्ला? देशभित्र पनि चुनौतीहरू कम छैनन्। नेपालको प्रशासनिक संरचना धेरै वर्षदेखि ब्युरोक्रेसी, भ्रष्टाचार र राजनीतिक हस्तक्षेपका कारण आलोचित हुँदै आएको छ। जनताले धेरै पटक परिवर्तनको आशा गरेका छन्, तर परिणाम भने धेरै सधैँ नै निराशाजनक रहेको छ। यही कारणले धेरै युवाहरूले बालन शाहलाई एक नयाँ राजनीतिक प्रयोगको रूपमा हेरिरहेका छन्, नयाँ राजनीतिक व्यक्तिको रूपमा हेरिरहेका छन्। तर इतिहासले एउटा कुरा देखाएको छ, नेपालमा राजनीतिक शक्ति प्राप्त गर्नु एक कुरा हो, तर त्यो शक्तिलाई प्रभावकारी रूपमा प्रयोग गर्नु अर्को फरक कुरा हो। के बालन शाहले पुरानो राजनीतिक संस्कृतिलाई तोड्न सक्नेछन्? के उनले प्रशासनिक प्रणालीलाई सुधार गर्न सक्नेछन्? काठमाडौँको मेयर हुँदा उनले केही फरक कडा निर्णयहरू लिएका थिए। अवैध संरचना हटाउने अभियान, प्रशासनिक सुधार र पारदर्शितामा जोड, यी सबैले उनलाई लोकप्रिय बनायो। तर एउटा महानगर चलाउनु र एउटा देश चलाउनु पक्कै पनि फरक कुरा हो। देश चलाउँदा राजनीतिक सहमति, कूटनीतिक सन्तुलन, आर्थिक नीति र संस्थागत सुधार, यी सबैले सन्तुलन बनाएर, यी सबै सेक्टरमा सन्तुलन बनाएर अगाडि बढ्नुपर्ने हुन्छ। यहीबाट सुरु हुन्छ वास्तविक परीक्षा पनि। रासपा जस्तो नयाँ राजनीतिक शक्तिले यदि बहुमत पाएको छ, यदि लगभग 2/3 बहुमत पाएको छ भने त्यो केवल अवसर मात्र होइन, यो एउटा जिम्मेवारी पनि हो। जनताले परिवर्तन चाहेका छन्, तर परिवर्तन केवल नाराबाट हुँदैन, नीति, योजना र दीर्घकालीन दृष्टिकोणबाट हुन्छ। नेपाललाई अहिले चाहिएको छ स्थिर राजनीति, मजबुत अर्थतन्त्र, सन्तुलित विदेशी नीति र पारदर्शिक शासन प्रणाली। यदि बालन शाहले यी सबै क्षेत्रमा सफलतापूर्वक काम गर्न सके भने नेपालले नयाँ युगको अध्याय पक्कै पनि सुरु गर्नेछ। तर यदि उनी पनि पुरानै राजनीतिक जालमा फसे भने जनताको आशा फेरि एकपटक निराशामा परिणत हुनेछ। त्यसैले आज नेपालले केवल एउटा नेतालाई हेरेको छैन, छनौट गरेको छैन, नेपालले आफ्नो भविष्यलाई छनौट गरेको छ। नेपाली जनताले आफ्नो भविष्यलाई छनौट गरेका छन्।